सफलता। आज हरेक मानिस सुख, शान्ति र समृद्धि चाहन्छन्। यी सबै विषय प्राप्तिको लागि पैसा नै प्रमुख साधन भएको छ। तसर्थ आम युवाहरू पैसा कमाउनकै लागि विदेशिन बाध्य छन्। आँकडाले यही देखाउँछ। तर अब विदेशिनु पर्दैन। नेपालमा पनि स्वतन्त्र वितरक भएर स्वदेशी उत्पादनको बजारीकरण गर्दै राम्रो आमदानी गर्न सकिन्छ र आफ्ना इच्छित सफलता प्राप्त गर्न सकिन्छ। प्रत्यक्ष बिक्री व्यवसायमा आधारित कम्पनी ग्लोबल ओरियन्स नेपालमा आबद्ध भएर यी युवाहरूले प्राप्त अवसरलाई आत्मसात गर्दै सफलता उन्मुख रहेको हामी देख्न सक्दछौं। कसरी प्राप्त भयो त यो सफलता? ग्लोबल ओरियन्स नेपालमा स्वतन्त्र वितरक बनी बिक्री प्रवर्धक बन्न आबद्ध भए पश्चात आहार पूरक स्वास्थ्य वस्तु, फूड सप्लिमेन्ट्स र हर्बल सौन्दर्यका वस्तुहरू बिक्री प्रवर्धन परिमाणका आधारमा नियम अनुसार पाइने सेवा, सुविधा, कमिशन र बोनस बापतको रकमबाट उक्त सफलता हासिल गर्न सकिन्छ। कम्पनीको परिचय। प्रत्यक्ष बिक्री ऐन 2074 र नियमावली 2076 बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट 2077 आषाढमा इजाजत प्राप्त कम्पनी हो। यो कम्पनीले 5औं वर्षसम्म आइपुग्दा 1,17,74,44,141 रुपियाँको कारोबार गरी 4500लाई स्वरोजगार प्रदान गर्न सक्षम भएको छ। स्वदेशी उत्पादनलाई सम्वर्धन र प्रवर्धन गर्दै आन्तरिक खपतमा वृद्धि तथा आयात प्रतिस्थापन गर्ने यस कम्पनीको लक्ष्य रहेको छ। ग्लोबल ओरियन्स नेपालको साथ समृद्धिको आधार भन्ने नाराका साथ अगाडि बढेको यस कम्पनीले हरेक उपभोक्तालाई स्वस्थ, सौन्दर्य र समृद्ध बनाउने सोच राखेको छ। प्रत्यक्ष बिक्रीको क्षेत्रमा लामो अनुभव रहेका व्यक्तिहरूको व्यवस्थापनमा डिसिप्लिन डाइरेक्ट सेलिङ मार्केटिङको अवधारणा अनुसार उत्कृष्ट कम्पनी बन्ने दृढताको साथ सञ्चालनमा रहेको छ। सबैलाई नमस्कार। विश्व बजारमा 85 वर्ष पूरा भएको यो प्रत्यक्ष बिक्री व्यवसाय नेपालमा 2074 सालमा प्रत्यक्ष बिक्री ऐन 2076 सालमा नियमावली आए पश्चात विधिवत रूपमा शुरू भयो र 2077 सालबाट इजाजत लिएर आज 5 वर्षको यो दौरानमा करिब 8 अर्ब बराबरको व्यापार भएको छ र यो 8 अर्बको कारोबारमा यस कम्पनीको पनि महत्वपूर्ण भूमिका र योगदान रहेको म सम्पूर्णमा जानकारी गराउन चाहन्छु। ग्लोबल ओरियन्स नेपाल मेड इन नेपाल मिशन अफ प्रस्पेरिटी उद्देश्यबाट प्रेरित भएर बाई एन्ड सेलले ओगटिरहेको अहिलेको बजार हिस्सालाई मेक एन्ड सेल अध्यक्षको हैसियतमा यो कम्पनीलाई एकदमै राम्रो बनाउनको लागि पर्नेछु भन्ने यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु। धन्यवाद। स्वस्थ भएर बाँच्न पाउनु आम मानिसहरूको नैसर्गिक र पहिलो शर्त हो। यद्यपि स्वस्थ बन्न स्वास्थ्यका बारेमा सचेत मात्र भएर पुग्दैन, स्वस्थ रहने विषयका बारेमा जान्न बुझ्न जरुरी छ। वर्तमान अवस्थामा बढ्दो रसायनयुक्त खानपान, सौन्दर्य सामग्री आदिका कारण आम युवाहरूमा उमेरमै बुढ्यौलीपन देखिने, रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आई जीवनशैलीसँग सम्बन्धित अनेकन समस्याको सामना गर्नुपर्ने आजको प्रमुख समस्या नै बनेको छ। अमेरिकन रिसर्चर डाक्टर अर्नेस्टले भने अनुसार अबका दिनमा जसको घरमा फूड सप्लिमेन्ट्स र फूड कन्सल्टेन्टहरू हुनेछन् त्यो घर नै स्वस्थ हुन्छ, अन्यथा मानिसको स्वास्थ्यमा ठूलो गिरावट आउँछ। तसर्थ आगामी दिन फूड सप्लिमेन्ट्सको नै बाहुल्यता र लोकप्रियता रहनेछ। विश्वमा 44% बजार पोषण तत्व रहेको वस्तुले ओगटेको छ। यही स्वास्थ्य र सम्पन्नतालाई केन्द्रमा राखेर स्थापित यस कम्पनीले लामो अनुसन्धान र अन्वेषणका आधारमा तयार पारिएका स्वास्थ्य मैत्री र गुणस्तरीय यस्ता उत्पादन आम उपभोक्ताको स्वास्थ्य र सौन्दर्यलाई ध्यानमा राख्दै बिक्री वितरण गरिरहेको छ। कम्पनीबाट बिक्री वितरण गरिने वस्तुहरू: आहार पूरक खाद्य पोषणयुक्त वस्तु, हर्बल सौन्दर्यका वस्तुहरू र दैनिक रूपमा प्रयोग हुने स्वास्थ्य मैत्री वस्तुहरू यस कम्पनीले उत्पादन र बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीको बजार योजना र वितरकले प्राप्त गर्ने अवसर। प्रत्यक्ष बिक्री प्रणालीमा उत्पादकले
आफ्ना उत्पादन विक्रेता मार्फत सिधै घर घर अर्थात उपभोक्ताकोमा पुर्याउने व्यवस्था मिलाउँछन्। तपाईहरूलाई लाग्न सक्छ यसरी उपभोक्ताको घर घरमा सामान पुर्याउँदा कसलाई फाइदा हुन्छ? यो महत्वपूर्ण प्रश्न हो। ग्लोबल ओरियन्स नेपालका उत्पादन वितरक आफैले उपभोक्ताको घर घरमा प्रवर्धन गर्ने गराउने गर्दछन्। यसरी विक्रेता वा विक्रेताको समूहले मिलेर सामान बिक्री गरेको अनुपातको आधारमा कमिशन र अन्य बजार योजना अनुसारको लाभांशहरू कम्पनीबाट प्राप्त गर्दछन्। शून्य लागतमा आमदानीको अवसर प्राप्त गर्दछन्। रोजगारीको अवसर सृजना हुन्छ। आज आम युवा तथा गृहिणीहरू यस अवसरबाट लाभ लिई स्वरोजगारको अवसरमा संलग्न भइरहेका छन्। हालसम्म यस कम्पनीले नेपालभर 4500 भन्दा बढी वितरकहरू मार्फत आफ्ना सामानहरू बिक्री प्रवर्धन तथा 18 वटा बिक्री कक्ष मार्फत सामानहरू उपभोक्ताकोमा उपलब्ध गराइरहेको छ। वितरकको व्यक्तित्व विकास र बिक्री कलाको लागि दिइने तालिम, गोष्ठी र सेमिनार। यस कम्पनीमा आबद्ध वितरकहरूलाई कम्पनीका उत्पादन, स्वस्थ रहने विधि र खानपान, स्वास्थ्य सचेतना, नेतृत्व विकास र उद्यमशीलताको महत्व र उद्यमशील बन्ने अभ्यास आदिका बारेमा आवश्यक तालिम, गोष्ठी र सेमिनार विभिन्न स्थानहरूमा उपलब्ध गराइरहेको हुन्छ। भावी कार्यक्रम। यस कम्पनीले आयातित अन्तर्राष्ट्रिय स्तरको समपूरक खाद्य वस्तुलाई नेपालमै उत्पादन गर्ने हेतुले बिर्तामोड नगरपालिका 4 झापा जिल्लामा न्युट्री एसेन्स नामको फ्याक्ट्री स्थापना गर्ने जमर्को गरिरहेको र आगामी दिनमा भारतको विजयानी न्युट्रास्युटिकल्सको प्राविधिक सहयोग सहित यस उद्योगलाई विस्तार गर्ने लक्ष्य राखिएको छ। उद्यमशीलताको विकास र व्यक्तित्व र नेतृत्व क्षमता अभिवृद्धिको लागि योजना। आगामी दिनमा यस कम्पनीले नेतृत्व विकास, उद्यमशीलताको विकास र प्राविधिक जनशक्ति निर्माणको लागि नेपाल सरकारको सम्बन्धित निकायसँगको समन्वय र इजाजतमा कोर्स सहित भोकेशनल शिक्षालयको समेत स्थापना गर्ने लक्ष्य यस कम्पनीले राखेको छ। यसरी यस कम्पनीले आफ्ना गतिविधि, कार्यक्रम, बिक्री योग्य वस्तु र कारोबारको विवरणलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा हरेक 3 महिनामा विवरण पेश गरिरहेको हुन्छ भने नेपाल सरकारबाट स्वीकृति प्राप्त बिलिङ सफ्टवेयर मार्फत कारोबार गर्दै प्रत्यक्ष बिक्री पद्धति र कम्पनीलाई संस्थागत विकास गर्दै लागिरहेको छ। धेरै भन्दा धेरै युवा तथा महिलाहरूको स्वरोजगारको अवसर दिलाउनु र उद्यमशीलताको विकास गर्दै बाय एन्ड सेल होइन, मेक एन्ड सेल गर्नुपर्छ भन्ने अमुक उद्देश्य सहित उदाहरणीय कम्पनी बन्ने यस कम्पनी सञ्चालकको